नमस्कार सबैमा। आज फागुन 21 गते बुधबार। आज चुनावको दिन सबैलाई अवगतै होला। मैले पनि आफ्नो भोट हालेर आफ्नो मतदानको अधिकार उपयोग गरेको थिएँ। आशा छ तपाईँले पनि गर्नुभयो होला। अब के त भन्ने विषय सायद हामी सबैको मनमा होला। सायद चाँडै नै अब यस मतदानको नतिजा प्रकाशित हुन्छ भन्ने आशा गरौँ र अब नेपाली जनताले चाहेको उम्मेदवारहरूले जितुन् हैन। अब देशको भलो होस्, नेपालीले चाहेका विकासहरू हुन् हैन, सबैको हितको लागि काम होस्, त्यही नै आशा गरौँ। आशा बाहेक अब के नै गर्न सकिन्छ र, किनकि अब आज तपाईँहरूको दिन थियो, अबको 5 वर्ष तपाईँले छान्नुभएका उम्मेदवारहरूको दिन हुनेछन्। अब उनीहरूले अब आउने 5 वर्षमा के गर्छन् भन्ने कुराले तपाईँ कस्तो नेपालमा बस्नुहुन्छ भन्ने कुराको डिसाइड हुन्छ भनौँ हैन। अब तपाईँको 5 वर्षको लागि तपाईँले अब के गर्न सक्नुहुन्छ भन्दाखेरि परिवर्तन भन्ने कुरा अरूबाट सुरु होइन, आफूबाट सुरु हुन्छ। परिवर्तनको लागि सरकार मात्रै फेरिएर पनि हुँदैन, सरकार मात्रै फेरिएर खासै केही पनि हुँदैन। देशको विकास हुनु छ भने पहिला हामीले आफूमा विकास गर्नुपर्छ भनौँ, आफ्नो सोच परिवर्तन गर्नुपर्छ, परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ। आफूमा परिवर्तन भएपछि बल्ल तपाईँले एउटाले गर्दा अर्को परिवर्तन, त्यसपछि आफू परिवर्तन भयो भने घर, त्यसपछि घर परिवारलाई परिवर्तन गर्न सकिएला, त्यसपछि टोल समाजलाई परिवर्तन गर्न सकिएला, त्यसपछि सहर बजारलाई गर्न सकिएला, त्यसपछि जिल्ला, त्यसपछि प्रदेश हुँदै हुँदै अनि त्यसपछि बल्ल देशको परिवर्तन गर्न सकिन्छ। अनि सभ्य नागरिकको परिचय पनि त्यही नै हो। परिवर्तन भन्ने कुरालाई टारेर टर्न सक्ने कुरा भन्ने होइन। र अब त्यसो भन्दै गर्दा कसरी चाहिँ आफूले आफूलाई परिवर्तन गर्न सकिन्छ त भन्ने कुरातर्फ छौँ। सानो सानो कुराले पनि तपाईँमा परिवर्तन आउन सक्छ। अब कस्तो कुरा भन्दाखेरि तपाईँले सामाजिक सञ्जालमा देख्ने सबै कुरालाई पत्याउनु हुँदैन। चाहे जोसुकै मिडियाले हालोस्, जस्तोसुकै भरोसा होस् हैन, त्यो कुरा सत्य हो कि होइन भन्ने कुराको विश्लेषण गर्न चाहिँ तपाईँमा त्यतिको क्षमता चाहिँ हुनुपर्ने हुन्छ। जस्तै अब आजकलको त अब एआईको जमाना छ, अनि जसले जे कुरा पनि बनाएर हालिदिन सक्छ। त्यही भएर सामाजिक सञ्जालमा तपाईँले के हेर्दै हुनुहुन्छ भन्ने कुराको एकदम विचार गर्नुहोला, किनकि अहिले नराम्रो समाचारहरू फैलाउनलाई एकदम सजिलो भएको छ एआईले गर्दाखेरि। प्रायः जसो अलिकति हाम्रो उमेर पाएको व्यक्तिहरूलाई भनौँ हैन, हुन त अब भर्खरकालाई पनि कतिलाई थाहा हुँदैन, अथवा महिला पनि कति कुरा थाहा हुँदैन हैन, तर पनि अलिकति बढ्दो उमेर हुनुभएका हाम्रा आमा बुवाहरूलाई हैन, उहाँहरूलाई चाहिँ अलिकति सामाजिक सञ्जालमा भइरहेको कुराहरू के सही के गलत, अथवा यो के चाहिँ यो भ्रामक रूपमा भ्रम फैलाउनको लागि बनाइएको कुरा हो भन्ने कुराहरू चाहिँ थाहा हुँदैन। र त्यस्तो बेलामा चाहिँ अब जस्तै तपाईँ युवा हुनुहुन्छ, तपाईँले यस्तो टेक्नोलोजीहरूको बारेमा बुझ्नु भएको छ भने उहाँहरूलाई चाहिँ अब त्यसबारे सम्झाउने चाहिँ तपाईँको कर्तव्य हुन्छ हैन। अब आफूले जानेको कुरा सबैमा बाँड्नुहोस् हैन। अनि किनकि अब सिक्ने भन्ने कुरा त्यो चाहिँ कसैले अनुभव गरेको कुरालाई अरूबाट सुनेर सिक्न सकिन्छ कि त आफैले अनुभव गरेर सिक्न सकिन्छ हैन। त्यस्तै हो, पढेर सिक्लान्, कसैले सुनेर सिक्लान् हैन, त्यस्तै नै हो हैन। अनि जस्तै अब जथाभावी फोहोर नफाल्नु हैन। जस्तै म कतै एक्लै बाटोमा हिँडेको छु, मैले केही चक्लेट खाएँ, मलाई हेर्ने कोही पनि छैन भने मैले त्यो ऱ्यापर डस्टबिनमा पनि, डस्टबिन होइन त्यतिकै भुइँमै फालिदिएर हिँड्छु हैन। अब इक्जाम्पलको लागि, म आजकल त्यस्तो त गर्दिनँ। त्यसै गरी प्रायः जस्तो हामी चाहिँ के हुन्छ, देखावटीको लागि चाहिँ हामी काम गरिरहेका हुन्छौँ। तर अब त्यो तपाईँ एकान्तमा हुँदाखेरि चाहिँ तपाईँलाई कसैले हेर्ने मान्छे छैन भने चाहिँ तपाईँमा त्यो अनुशासन छ कि छैन भन्ने कुरा चाहिँ मुख्य हुन जान्छ जस्तो लाग्छ मलाई चाहिँ। अब जस्तै त्यही फोहोरकै विषयमा भनौँ, अब जस्तै मैले यदि केही कुरा खाएँ भने अनि त्यस कुराको खोल प्लास्टिकहरूलाई अब जथाभावी नफाल्ने, अनि अथवा अब आफ्नो गोजीमा हाल्ने खाइसकेपछि त्यो प्लास्टिकको खोल, अथवा जे कुराको पनि हैन। अब यो चिप्सहरू हुन्छ, अनेकन प्लास्टिकहरू हुन्छ, अनि त्यसपछि अब अथवा ब्याग बोक्नुभएको छ भने ब्यागको साइड खल्तीमा राख्ने, अथवा आफूसँग जे छ त्यसमा राख्ने हैन। अनि डस्टबिन जहाँनिर देखिन्छ त्यहाँ लगेर फाल्ने, त्यो त सबैले सिक्नुपर्ने कुरा हो नि त। फोहोर भयो भने त के हुने भन्दाखेरि हाम्रै वातावरण फोहोर हुने हो, त्यसैले हामीलाई नै रोग लाग्ने हो हैन। अनि त्यो फोहोरको सरसफाइमा अब कतिपय ठाउँमा हुन्छ, कतिपय हुँदैन। अब त्यो सरसफाइमा खटिने कर्मचारीलाई पैसा पनि हाम्रै करको पैसाले तिर्ने हो हैन। अनि त्यस्तो सानो कुरा हैन। अब जस्तै मलाई चुइगम दिएको थियो मेरो दाइले, मैले त्यो चुइगम खाएँ, अनि चुइगम खाएर चुइगमको खोल मैले फाल्न लागेको थिएँ कि के थिएँ, म झ्यालमा बसेको थिएँ गाडीको, अनि मलाई मेरो दाइले करायो, तैँले फालेको फोहोर कसले टिप्छ त्यो भोलि गर भन्यो। अनि मलाई करायो त्यहाँनिर हैन। उसले के भन्यो भन्दाखेरि आफूले फोहोर सफा गर्न सक्दैनस् भने आफूले फोहोर पनि गर्नु हुँदैन। मलाई त एकदम राम्रो लागेको कुरा थियो हैन। त्यो कुरा अब मलाई मेरो दाइले सम्झायो त्यति बेला। अब त्यस दिनदेखि चाहिँ म फोहोर फाल्दिनँ। त्यसरी गाडीबाट हिँड्दाखेरि होस् अथवा कतै पनि होस्, आफूले खाएको कुराबाट केही प्लास्टिकहरू त्यस्तो फोहोर हुन्छ भने त्यसलाई सही ठाउँमा लगेर डिस्पोजल गर्ने, अथवा
अथवा फालिदिने होइन। अनि त्यसै गरी अब हामीलाई चाहिँ के छ भन्दाखेरि हामी भन्नाले नेपालीमा प्रायः जसोमा त्यस्तो हुन्छ। तपाईँको सोच छैन भने त्यसमा नहुन पनि सक्यो है। यो अब जस्तै कतिपयको हुँदैन, अब यो सबैलाई सम्पूर्णमा भन्न पनि सकिँदैन होइन। अनि मैले देखेका बुझेका कुराहरू मैले सेयर गर्ने हो। अनि अब यसमा म धेरै गलत पनि हुनसक्छु होइन। हामी प्राय अवसरवादी छौँ जस्तो लाग्छ मलाई चाहिँ। अवसरवादी कस्तो भन्दाखेरि होइन, आफूले पायो भने लुटिदिने त्यस्तो टाइपको छौँ जस्तो लाग्छ मलाई चाहिँ। अब कस्तो भन्नाले होइन, अब त्यो मान्छेको आफ्नो नैतिकताले कतिसम्म दिएको छ होइन, अब आफ्नो उसमा कतिसम्मको त्यो के अरे लुटेरावाला भित्री मानसिकता छ, त्यही अनुसारले पनि फरक पर्छ होइन। अब मैले चाहिँ यो सुनेका कुरा हुन्, अब देखेको त होइन होइन। अब सुने अरू मान्छेहरूबाट अब गफ गर्दै जाँदाखेरि कतिपय ठाउँमा सुनिन्छ नि त। मैले चाहिँ केसम्म सुनेको थिएँ भन्दाखेरि अब सरकारी कार्यालयहरूमा होइन, अब यस्तो मालपोतहरूमा जग्गाहरू पास गर्न जाँदाखेरि चाहिँ के अरे त्यो जग्गाको भ्यालुएसन कम गर्ने, अनि भ्यालुएसन कम गरेर चाहिँ अनि कर कम तिर्नुपर्छ भन्ने त्यस्तो हुन्छ अरे चलखेल होइन। अनि अब कतिपय ठाउँमा चाहिँ अब बाटो नभएको कुराहरूलाई पनि यसो अलिक तलमाथि गरेर मिलाउने टाइपको त्यस्तो खालको पनि चलखेलहरू हुन्छ अरे भन्ने सुनेको थिएँ। सबै मैले सुनेका कुरा हुन्, देखेका होइनन् है। अब यो कता हुन्छ हुँदैन मलाई त केही थाहा छैन। अनि मैले अर्को पनि के सुनेको थिएँ भन्दाखेरि अब सरकारी कार्यालयहरूमा सामानहरू खरिदहरू हुन्छ नि त होइन। अब जस्तै सरकारी स्कुलहरूमा अब यो प्राविधिक सामानहरू जस्तो कम्प्युटरहरू प्रयोगशालाहरूमा चलाइने के अरे इक्विपमेन्टहरू यस्तो खरिद बिक्रीमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि अब जस्तै त्यो किन्ने मेन मान्छेले चाहिँ अब आफूले चिने जानेको पसलमा जाने अथवा जुनै पसलमा पनि जाने, अनि एक्स एमाउन्टको सामान छ भने बिल चाहिँ वाइ एमाउन्टको बनाइदिने, अनि त्यो बिचमा वाइ माइनस एक्स रुपियाँ चाहिँ आफूले खाने। अनि अब पछि चाहिँ गुणस्तरहीन सामानहरू किनेर अनि महँगो बिल देखाइदिने होइन। त्यसरी पनि लुटेर खाएको कुराहरू मैले सुनेको छु होइन। अब त्यही नै हो। अब नेपालमा लुट्नलाई एकदमै सजिलो छ, किनकि पारदर्शिता भन्ने कुरा हुँदैन र त्यो सायद त्यस्तो कुरालाई अब डबल चेक पनि कसैले गर्ने निकायहरू पनि हुँदैन, अथवा मिलिमतोमा माथिदेखि तलसम्मको मिलिमतोमा त्यस्तो कामहरू भइरहेका हुन्छन् होइन। त्यही नै थियो। अब देशमा नयाँ परिवर्तन आउँछ भन्ने आशा गरौँ, अबको 5 वर्षलाई हेरौँ होइन। अब मैले यसो विचार गर्दाखेरि चाहिँ नेपालीहरूमा धैर्य भन्ने कुरा चाहिँ एकदम धेरै छ। अब यत्रो 15-20 वर्षसम्म पनि देशको मुहार नफेरिँदाखेरि पनि नेपालीहरूको धैर्य टुटेको थिएन होइन। त्यो भदौ 23-24को आन्दोलनमा शहीद हुनुभएकाहरूको योगदानको कारण अब आज देशले पाएको यस चुनावबाट नयाँ नेतृत्वहरू आउनुहुन्छ अथवा पुरानै पनि सप्रिएर आउनुहुन्छ भन्ने आशा गरौँ। देशको बलो होस् र अब झिनो आशासहित अबको 5 वर्ष पनि धैर्य गरिदिनु, किनकि अब बदलाउ अथवा यो विकास भन्ने कुरा चाहिँ अब भनेर आज भनेर भोलि भन्ने कुरा होइन, यो चाहिँ बिस्तारै हुँदै जाने पर्ने कुरा हो। त्यही भएर देशलाई हामीले परिवर्तनको गति लिएको हेर्न चाहन्छौँ अथवा देशमा परिवर्तन भएको हेर्न चाहन्छौँ भने चाहिँ हामीले आफूलाई पनि सुधार गर्दै जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यही नै हो। अब आफूले परिवर्तन चाहेका छौँ भने आफू पनि परिवर्तन हुन सक्नुपर्छ र परिवर्तन आफैबाट नै सुरु हुन्छ। धन्यवाद।